कमान्डरले टोलीलाई कार्यक्षेत्र प्रवेश गराउने आदेश प्रमुख अतिथिज्यूबाटले टोलीलाई कार्यक्षेत्र प्रवेश गराउने क्रम बनाएका छन्। प्रमुख अतिथिज्यूको अनुमति पश्चात दीक्षान्त पहल मैदानबाट विधिवत रूपमा आफ्नो कार्यक्षेत्र प्रवेश गर्ने क्रममा दीक्षित प्रहरी जवानहरू यतिखेर नवप्रवेशी प्रहरी जवानहरू मिति 2081 साल 10 महिना 27 गते सञ्चालित प्रहरी जवान आधारभूत तालिम 12-7 समूहमा प्रशिक्षित भई तालिममा सिकेका ज्ञान सिप कौशलबाट सामूहिक भावना एकताको सूत्रमा बाँधी इमानदारिता र उच्च मनोबलका साथ समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, प्रहरी जनताको सेवक र सुख दुःखको साथीको रूपमा आफूलाई प्रस्तुत गर्ने, कानुनको परिपालना गराउने, जस्तो सुकै परिस्थितिमा पनि विचलित नभई देश र जनताको सुरक्षार्थ हरपल तयार रहने अठोटका साथ नेपाल प्रहरीको मूल मन्त्र सत्य, सेवा, सुरक्षालाई आत्मसात गर्दै आफू खन्ने विभिन्न प्रहरी इकाइतर्फ जानको लागि कदममा कदम मिलाउँदै स्वाभिमान र निष्पक्षताको गीत गाउँदै व्यावसायिक दक्षता सहित कार्यक्षेत्रमा आइपर्ने हरेक चुनौतीलाई सामना गर्ने सामर्थ्यता राख्दै मस्तिष्कमा समझदारी, कानमा जिम्मेवारीले साहसिक कदमहरू कार्यक्षेत्रतर्फ अगाडि बढिरहेका छन्। दीक्षित भई आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्न लाग्नुभएका नवप्रवेशी प्रहरी जवानहरूलाई तालीका साथ शुभकामना व्यक्त गरी दिनुहुन उपस्थित सम्पूर्ण महानुभावहरूलाई सादर अनुरोध गर्दछु। हजुरले अलि ढिला पढ्नुभयो नि सर, अलि ढिला पढ्नुभयो हजुर अहिलेको।